Yeah, dâu Mani không dâu dâu Confident हो नि यार जेठो नाति कान्छो नाति नमस्ते गर नमस्कार भइहाल्छ नि त फोटो बाबाले फोटो खिचिसक्नु ट्याक्का मिलाएर म त्यहाँमाथि जोड्ने हो मेरो आँखाले देख्छ छैन नचालो है जिल्लाई केही नभन आफ्नो जिल्लाई सबै कुरा तपाईँको सब्जी भयो धेरै थुपार्नुको म छर्नुसम्म मिलाइदिन्छु छर्नु भयो त पर्दा अलि बोल्न पाए अलि आउँथ्यो होला तिमी मिलाउने म चाहिँ अझै जाउने उच्छा पनि के गराउनु थाले बुवा तपाईँ यतापट्टि जानु त एकचोटि यतापट्टि बुबा तपाईँ यताबाट घुमेर यतापट्टि आउनु न पक्नु है म एकचोटि टाइला लगाइदिए जस्तो गर्नु बुवा अलि अगाडि जानु न अलि अगाडि जानु न ल यता फर्किनु न यता नानी छोड त्यहाँ ल फोटै राम्रो कहाँ छ बाटा बाह्रमा जानु फेरि अब एकचोटि हो नि त म फोटो पैसामा राको लाउनु हुन्न भनिरहेको ल कान्छालाई ल बस्नु भएको ढिला नगर्नु भयो त्यो दसैँ तिहारको भनेको कुरो कति नगर्नु क्या हेरेपछि हाँसेर हो के गर्नु त बाबा कहाँ छौ के गर्नु होला लौ न जेठी बुवा चाहिँ खिचेर त्यहाँ राख न जेठी बुहारी हेरिरहनु भएको बुवा हेरिरहनु भएको खै त त्यही नदेखिनु बन तिमी देखिनु बन भन्नु न खै ए छट्टीको लाउँछु बाउले लगाइदिनु पर्यो पहिला भने यहाँ आउनु न एक टिको लाउनु पालो नै हामी त लगाइरहनु भएको जेठी बुहारीको पालो ल जानु लगाउनु लगाइदिनु बुवा लगाइदिनु नमस्कार ल ढल्यो भने मेरा लादी देखि मैले थोरै झिक्नु थोरै त्यहाँनिर भन्दा चाहिँ उसले ढल्छ त्यहाँ मुनि स्ट्यान्ड लगाएर राख्दैन मुनि राख्दैन क्या उल्टो बजाउनु मुनि राख मुनि लगाइदियो त्यो हुँदैन कि मुनि त्यही चाहिन्छ अहिलेको दसैँ छोरी नउफ्रा न फेरि यता आऊ न
हो त्यहीबाट देखिरह खाना आइयो अझै ल बसेर हेरेका छन् मेरो छोरा बुहारी छोरीले भगवान् छोरी त्यो क्यामेरा यता फर्किने गरिरह यता टिका लगाएर देखिनेहरू त्यो 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 होइन त्यो फर्काऊ नचालो है ठुलो आमालाई नचालो भोटी यति बाँची छ आमा यता होइन उता छोरी एउटा टिको टुको लगाइदिनु टुको लगाए खाना माने नभन्नु है नारायण भगवान् सबै कुरा खुसी भएर मेरो टाढाका पनि छोरी बुहारी हाँसेर बसेका छन् मेरो सबै कान्छी छोरीले बिहानै भने बा यसो है भने मलाई के बोलाउनुपर्छ चौकी बसी भने कस्ता छन् मेरा छोराछोरी के छ त हजुर हामी म त टिका दक्षिणा घर लाग्छु चटा छु ठुलामा लल्ला लड्छन् ल म चल्नु त यहाँ आऊ न अब टिका लाउनु परेन तिमीले आऊ कस्तो राम्रो देखा चस्मा लाउँदा आमामा कति नाम कसले ल्याइदिया चस्मा छोरी बाबाले होइन मम्मीले ल उहाँ बस्नु आमा भाषा बस्नु आमा भाषा बस्नु टिउ लाउनुपर्छ ओ सबैजना बसेको छ त्यहाँ आज खाना मैले गरिदिने है बसेको होइन आम्रो ल ल मलाई उ ल्याउ न सरी रिमोट ल्याऊ कस्ता छन् यहाँ ल्याऊ देखिरह अब के गर्ला मेरो आँखाको भारी देखिरहेछ ल नारायण भगवान् नारायण ल मैले हातमा पैसा हो खन्जाएर नभ्याउँ ल भगवान् कसै छत्तु खटाले ठगेर लान्न सकुन् ल मलाई सब कुरा पुग्यो भगवान् नारायण ल ल ल बा मेरो कान्छा छोराले पनि पैसै दिने होला कति ल हेर पैसा हातदेखि पैसासम्म जहाँदेखि पैसा नारायण ल दाइले हामीलाई लगाइदिइहाल्नुहुन्छ नि त ल दाइले नि लगाइदेऊ ल दाइले लगाइदेऊ है नवदुर्गा भगवती नारायण नारायण भगवान् लानु मेरो पैसा कति छ है पैसै पैसा मेरो त यति छ र यत्रो बिटो भयो कान्छीलाई ठुलीलाई नि अब यति बोता हालेर टिको टिका राखिदिनुपर्छ आउँदिन नि त राखिदिनु पर्यो भेटीघाटी गरेर कान्छीलाई पनि मलाई पनि नगर न अहिले अहिले स्पाइडर होइन आज त दसैँ हो टिको लगाएको टिको मेरो मोबाइल कता उ त्यहाँ यो होइन हो देखो उतिबाट राम्रो आउँछ होला भने पैसा छोरी त्यहाँ तिमी त नगर पैसा पैसा मलाई जति पनि पुग्छ कोर्टमा राखिदिनु ल
मेरा छोरा छोरी न बुहारी उहाँ विदेशमा त्यो चाहिँ मैले लाएँ निराला चाहिँ पुगेन छोरा ल म लगाइदिन्छु ल परि गइसक्यो हस् 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 छोरी त्यता हेर्नुहोस् टिकापट्टि हेर्नुहोस् कस्तो होला तपाईँलाई हत्तेरी के भन्नु तपाईँलाई मैले जेठो ज्वाइँलाई नारायण 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 जेठो ज्वाइँ जेठी छोरी नातिहरू सबैलाई यहाँ राखेर ल छोरीको बालो लाऊ छोरी ल छोरी लाऊ मम छोरीलाई नलाइकन टिका नसकी यही साँच्ची छैन आमा छोरीले टिकै लगाएन म त के भयो होला छोरी लाऊ अलि यता सिधासँग त्यो त्यसरी हैन पलेटी छोरीलाई कसेर फर्स्टमा लाउनु पर्यो नि पलेटी कसेर छोरीलाई फर्स्टमा लाउनु भयो नि के पहिला मैले म लगाइदिन्छु ल कन्फर्म राम्रोसँग लगाइदिनु त्यसरी लाउने होइन अगाडि र पछाडि गरेर तिमीले ल सबैजनाले है छोरीलाई यो कुन चाहिँ छोरी आ थाप्न पर्यो नि त शिवरात्रि है त नौ दुर्गाको ज्ञानी है छोरी रक्षा गरौँ नौ दुर्गाको नौ दुर्गा जस्तै हुन् मेरो छुना नानी नौ दुर्गा जस्तै भन्नु भएर धेरै पढ्न आओस् ज्ञानी बन्नुहोस् धेरै पढ्नु धेरै सबै कुरा छोरीले ज्ञानी हुन् छोरीले भनेको कुरा सबैले मानुन् बुझ्नुन् है मान्छे बन ल। कष्ट कहिले ज्ञानी नपरोस् छोरी शान्ति समृद्धिले छाइरहोस् छोरीले भोलि हाम्रो हरेक कुरा काट्न नसकुन् आँटेको कुरा पुगोस् सानो हेर्ने चेप दिनुपर्छ शिरमा भगवान् बसेर हिँड्नु पाउन् ल बुवाले आमाले चेप होइन? सबैले ल, ल बुवा मम्मीले लगाइदिनु त उता उतै गयो है नातिलाई टिका लाउनु पर्यो नि त हँ? नातिलाई टिका लाउनु परेन ओहो मैले लाएको छैन त लाएँ होला अघि लाउनु भएको छैन किन लाइन पहिला कन्याको ड्युटीको लाग्यो लाउनु भएको छैन लगाइकन मैले पैसा चढाइकन हिँडेँ कहिले छोरीको लाग्दा आफ्नो टिको लगाएपछि पैसा मेरो दिने छोरीले कुरा। भनेको आँटेको कुरा पुगोस् बुहारीको काम सिद्ध होस् ल्याउँदैछ छोरी नरम गरौँ सबै कुरामा हुन् मेरो छोरी लौ त ल्याएर त्यो त दाइलाई टिका छोरीलाई लाउनु यसमा छोरीले लाउनु पर्यो नि दाइ लगाइसक्नु भयो अहिले सँगै खाउला नि सँगै खाउला ल हजुर खुट्टा निकाल्नुहोस् त उहाँ ढिलो हुन्छ नि त्यतिखेर खाना पकाइरहेको छ अनि यसै खाना लास्टसम्म दिएर लाउनु त एकजना ल लाउनु त नभए भान्दाहरू भन्दा भइहाल्यो नि हामी एकछिन घर आउँछौँ भनेर यता हेर न मामा घर होइन कतिखेर आउने भनेर सोध्नु कतिखेर आउने नारायण भगवान् जति हेलो कहिल्यै मैले खानासँग बाहिर खोलेर आउँदा ढिलै होला कि यहाँनिर बढेर सधैँभरि त्यसको फोटो खिचिदिनु न। स्कुलमा पढ्दा पनि तिमीले सबैलाई जितेर सानो यताको साउन्ड सुन्दैन छोरीको पैसा आमा ल्याउन पहिले ल्याउ फोटोमा हेरौँ के अरे आमाले बाबाले फोटो खिचिसक्नु छोरी इसो हजुर समस्या म भोलिपट्टि भजार जाउँ है ए, नमस्ते गर आमालाई नमस्कार गर। ओ भोलि जाने ल ल कान्छी कान्छी लगाइदिनु त भाइले तिमीलाई कहिले दुःख नपरोस् सबैले माया गरून् खुसी हौ नरिसाउ है ल्याउ मलाई पैसा त। आमा पैसा हाल्ने गोजी कति धेरै अहिले त ओहो एटवटा छ अरे के भने हँ? एटवटा छ 1 2 3 4 5 6 7 8 वटा रहेछ र। रिसा, आएर आएर
हो र हस् ल ज्ञानी धेरै भनेको मान्ने हस् हुन्छ ज्ञानी भएर नरिसाए हुन्छ पपैया खान्ला खाऊ खाऊ ए ल्याउ मानी खाऊ ल्याउ कन्फिडेन्ट हुने हस् जेठो नाति कान्छो नाति नलजाउने नडराउने है कस्तो लाइट नमिल्ने गरी बसेको नानीलाई हुने दबै पैसा राख अरे है के भने कान सुन्न मैले छोरी सुन्यौ के भने छोरीको बाटो सबै उठाउ छोरीको टर्न सक्यो महँगो फेरि बाबाले लगाइदिनु छोरीको पर्यो। केही सुने भाइ के लो यी नजिक आऊ न अलिकति निङ्गिन गयो होइन टिभीमा नलागिरहेको छोरी बुहारी हाँ? ए टिकीमा लागिहाल्छ ल ल भयो टिकीमा लगाएको है ए भइहाल्छ नि त म छोड्नु है तपाईँ एकचोटि छोड्नु है अब आउँदिन अब ल ल ल राखिदिन्छु भने छोड्नु है मम्मी त्यहाँ नबसी नि हुन्छ एकछिन। म पनि त्यहाँ नबस्नु ए म नबस्छु ल कस्तो बढिया होला तपाईँ सानो गर ठुलो मादो यो मादो आशीर्वाद दिनु भएन। एकछिन अहिले उतापट्टि And to our sponsors and to our viewers who have Sorry? missed one episode, पहिला अहिले thank you. घर बाहिर Oh, wait. राम्रो भयो मलाई टिका लगाइदिनु कति जानुहुन्छ नि नतर है छोरी कस्तो राम्रो छ उहाँ दिलले गाली गर्नु हो एकछिन दाइ नभए दाइसँग कुरा गर्ने भन्नु दिसीले कुरा गर्नुहोस् गएर त्यो बोल्नु। ल्याइदिन्छु म जमा पुग्छ मन पुग्छ अहिले खोइ मलाई छ होइन मलाई आइन्छु म बुवा यता आउनु दसैँ सक्यो टिका टिका सिद्ध्यो दसैँ यो दसैँ नि The tank is not empty yet. We heartily invite you to join us for the second season of Shark Tank Club. अनि बुझ्मा हालेर अहिले फोटो सिनेमा लाउँला है ल म त अहिले कहिले भनेको मान्छे बिहे मान्छे छ है म बल टिभी मारिदिन्छु हजुर हजुर कपडा नलाउनु न त लाउँछु त होइन क्या कपडा नलाउने हो नि त रात हजुर हजुर माधवेसी किन नि कतै रिसाइ पनि छोरी त्यसमा कहाँ लाग्छ तपाईँ यता आउनु बुवा हजुर नलिनु है लिनु त लिनु समाउनु समाउनु ल उद्या बस्छ टिका झर्छ सानो यता हेर न आमा